पोखराको पुरानो एयरपोर्ट यहाँ देखिँदैछ। यो पुरानो एयरपोर्ट हो पोखराको। अहिले चाहिँ नयाँ एयरपोर्ट बनाएर योदेखि अझै पूर्वपट्टि अर्को अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर त्यहाँ सारिसकेको छ। यो चाहिँ पोखराको सबैभन्दा पुरानो पहिलेको एयरपोर्ट। अहिले चाहिँ खाली जस्तो छ। यहाँ हेलिकप्टरहरू सानो सानो विमानहरू चाहिँ हट्टा खुट्टा आउँदो रहेछ यताउता। यो उत्तरपट्टि एयरपोर्टदेखि उत्तरपट्टि यो माथि पृथ्वी चोकको बस पार्क देखिँदैछ। यो नर्थ साइड हो, उत्तर साइड यस्तो छ पोखराको पुरानो एयरपोर्टलाई हेर्नु। यो चाहिँ दक्षिणपट्टि हुन्छ, यिनीहरू के भन्छ होला तल साउथ। यो पुरानो एयरपोर्ट चाहिँ उत्तर दक्षिण फैलिएर उत्तर दक्षिण चाहिँ यसको लम्बाइ रहेछ। वरिपरि पहाड छ, डाँडा छ, बिचमा पोखरा उपत्यका। एयरपोर्टको दक्षिणपट्टि पनि सहर छ, पूर्वपट्टि पनि सहर छ, उत्तरपट्टि पनि दक्षिण सहर छ, पश्चिमपट्टि पनि सहर छ। यस्तो छ। यो माथि उत्तर साइडमा डाँडाहरू छ, छेकेको छ। यो देखिँदै गरेको माथितिरको एरिया चाहिँ यो झुप्पो घरहरू भएको ठाउँ चाहिँ यो पोखराको पुरानो एयरपोर्टको उत्तरपट्टिको यो बस पार्क हो। यो पुरानो बस पार्क यसलाई के भन्छ, पृथ्वी चोकको बस पार्क भन्छ होला यसलाई। यहाँभित्र बस पार्क छ। यो झुप्पो घरहरू देखिन्छ। त्यसको माथिपट्टि भित्रपट्टि गाडीहरू चाहिँ यहाँबाट देखिँदैन। त्यहाँ जस्ट छ बस पार्क। यो एयरपोर्ट पनि अहिले खाली भइसकेको छ। पोखराको अन्तर्राष्ट्रिय एयरपोर्ट नयाँ बनेको त्यो पनि अहिले भारतले उडान अनुमति नदिएर चलेको छैन।